हाई एभ्रिवान, नमस्ते। यम्मी फुडमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि चिल्ली मोमोको रेसिपी लिएर आएकी छु। मोमो भन्ने बित्तिकै हामी नेपालीहरूको मुखमा पानी आउँछ। मोमो एकदमै मिठो हुन्छ, हजुरहरूलाई थाहा भएकै कुरा हो। र सी मोमो चाहिँ अरू मोमो भन्दा अलि स्पेशल नै हुन्छ र एकदमै मिठो पनि हुन्छ। ल बनाउन सुरु गरौँ है त। यसलाई चाहिने सामग्रीहरूबाट सुरुमा मैले लिएकी छु प्याज। हेर्नुहोस् त, प्याजलाई चाहिँ मैले यसरी काटेर राखेकी छु। त्यसै गरी नै यो क्याप्सिकमहरूलाई पनि यसरी काटेर राखेकी छु। हजुरहरूसँग यो तीनटै कलर छैन भने पनि केही फरक पर्दैन। त्यसै गरी टमाटरलाई पनि त्यसरी नै काटेर राखेकी छु। यहाँ चाहिँ मैले लिएकी छु एकदमै पिरो खुर्सानी, जसलाई चाहिँ मैले यसरी सानो टुक्रामा काटेर राखेकी छु। यहाँ चाहिँ मैले अलिकति टोमेटो सस लिएकी छु। त्यसै गरी रातो खुर्सानीको धुलो, थोरै मरिचको धुलो, स्वादअनुसार नुन। मैले यहाँ थोरै डार्क सोया सस पनि लिएकी छु। मसिनो गरी काटेर राखेको लसुन हो। फ्राई गर्नको लागि हामीलाई तेल पनि चाहिन्छ। र अन्तमा हाम्रो यो चिल्ली मोमोको मेन इन्ग्रिडियन्ट्स भनेको मोमो नै हो। मैले यो अलरेडी बनाएर राखिसकेकी छु। यदि हजुरहरूलाई मोमोको रेसिपी चाहिन्छ भने माथिको लिङ्कमा क्लिक गर्नुहोला। मैले मटन मोमो, भेज मोमो, चिकन मोमो अलरेडी बनाइसकेकी छु। अब हिट अन गरेर प्यान बसाल्नु होला। त्यसमा तेल तताउन राख्नुभए हुन्छ। सुरुमा हामी मोमो फ्राई गर्नको लागि यो तेल तताउँदैछौँ। हाम्रो हिट चाहिँ मिडियम हुनुपर्छ। तेल तातिसकेको छ। यसमा म मोमो फ्राई गर्न जाँदैछु। यसरी नै सबै मोमो फ्राई गर्नको लागि राख्नु होला। मोमो फ्राई गर्न राखेको 2-3 मिनटमा यसलाई पल्टाइदिनु होला। तेल एकदमै तातो हुन्छ। हजुरहरूले एकदम ध्यानपूर्वक यसलाई बिस्तारै यसरी नै पल्टाउनु होला, जसरी मैले गरेकी छु। तल्लो भागलाई क्रन्ची बनाउनको लागि म यसलाई फेरि एकचोटि पल्टाउँदैछु। मोमो राम्रोसँग फ्राई भइसकेको छ। म यसलाई निकाल्दैछु। मैले हिट पनि अफ गरिसकेकी छु। यसरी नै सबै फ्राई भएको मोमोलाई निकाल्नु होला। मैले चाहिँ सबै फ्राई भएको मोमोलाई निकालेर पनि भ्याएँ। सबै मोमो निकालिसकेपछि हामी चिल्ली मोमो बनाउन सुरु गर्छौँ। त्यसको लागि हजुरहरूले हिट अन गरेर एउटा प्यान बसाल्नु होला। त्यसमा थोरै तेल पनि राख्नु होला। तेल तात्न सुरु भयो। यसमा म लसुन फ्राउँदैछु। लसुन थोरै फुरिसकेपछि यसमा प्याज पनि राखिदिनु होला। मैले राखेँ प्याज। त्यसै गरी क्याप्सिकम पनि राखिदिनु होला। र यो एकदमै पिरो खुर्सानीलाई पनि फुराउनु होला। सबै कुरा फुराउन राखिसकेपछि राम्रोसँग यसलाई चलाइदिनुपर्छ। यो हामी लामो समयसम्म पकाउँदैनौँ, यसलाई आधा काँचो मात्रै पकाउँछौँ। यतिको फ्राई भइसकेपछि हजुरहरूले यसमा मसला राख्न सक्नुहुन्छ। मैले राखेँ नुन। नुन चाहिँ धेरै नहाल्नु होला, किनभने हामी सोया सस पनि राख्छौँ, त्यसमा पनि नुन हुन्छ। त्यसै गरी रातो खुर्सानीको धुलो, मरिचको धुलो, मैले राखेँ टोमेटो सस, अब अन्तमा सोया सस राखेर राम्रोसँग चलाउनु पर्छ। यतिको भइसकेपछि हजुरहरूले यसमा मोमो राख्न सक्नुहुन्छ। तर मैले चाहिँ यहाँ अप्सनलको रूपमा यो टमाटर लिएकी छु। यो टमाटर चाहिँ हजुरहरूले नराख्नु भए नि हुन्छ, राख्नु भए नि हुन्छ। मैले बनाउँदाखेरि चाहिँ नर्मली चाहिँ मैले यो टमाटर राखेकै हुन्छु, त्यही भएर मैले यो रेसिपीमा पनि राखेकी छु। टमाटर राखेर पनि एकछिन यसलाई पकाउनु होला। त्यसपछि हजुरहरूले यसमा मोमो राख्न सक्नुहुन्छ।
हामी फुल्ली पनि पकाउँदैनौँ, मैले अघि पनि भनिसकेको छु हजुरहरूलाई। यो चाहिँ अघि हामीले फ्राई गरेको मोमो हो। अब यो मोमो राखेर हामी यसलाई यसरी चलाउँदै एकछिन मात्रै पकाउँछौँ। यदि हजुरहरूलाई चिल्ली मोमो चाहिँ झोलिलो मनपर्छ भने हजुरहरूले यसमा अलिकति पानी र नुन राखेर एकछिन पकाउनु भएपछि चाहिँ झोलिलो चिल्ली मोमो बन्छ। हाम्रो चिल्ली मोमो बनेर रेडी भइसकेको छ। यसलाई हजुरहरूले अब तातै सर्भ गर्न सक्नुहुन्छ। म चाहिँ यो चिल्ली मोमोलाई यस्तो भाँडोमा सर्भ गर्दैछु। हजुरहरूलाई जसरी मन लाग्छ त्यसरी सर्भ गर्न सक्नुहुन्छ। हजुरहरूले पनि ठ्याक्कै यसरी नै चिल्ली मोमो घरमा बनाएर साथीभाइ र फ्यामिलीसँग इन्जोय गर्नुहोला। म हजुरहरूलाई खाएर पनि देखाउने छु। एकदमै तातो छ र एकदमै नै मिठो छ। एकचोटि घरमा चाहिँ यो चिल्ली मोमो बनाएर खानुहोला, एकदमै नै मिठो हुन्छ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? हाम्रो यो सानो प्रयासलाई लाइक, शेयर र सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै मिठो रेसिपी लिएर आउने नै छु। तबसम्मको लागि ह्याप्पी कुकिङ।